टेक्निकली त्यो सर्टिफिकेट जसको पऱ्यो भने त्यो आशिषको हार्दिक बधाई प्रदान गर्न चाहन्छु। कुल बय चलचित्रको अभिनेता बनेर अहिले यो चलचित्र बन्नुमा सबभन्दा ठुलो साथ दिने मध्ये एकजना केदार प्रसाद घिमिरेज्यू पनि हुनुहुन्छ। अहिले त माइक समाइक डर लागिरहेको छ, के बोलिएला ट्रोल होला कि गाली दिएला कि के भने जस्तो नेपाली दर्शकहरू बिचमा पनि ध्रुवीकरणको अवस्था देखिरहेको छ। राम्रो छ रिलेसन चाहिँ फन गर्ने जस्तो यो अनुहारमा लुकेको छ धेरै फन। पदम दाइले रमाइलो गर्नु, पदम दाइ यहाँ उभिनु भने नि हाँस उठ्छ क्या दाइको मुखहरू हाउभाउ बडी ल्याङ्ग्वेज उसलाई चाहिँ आइरहेको छ 2-3 दर्जन अफरहरू सबै क्यारेक्टरहरूको आएको छ सबै भनौँ न। मलाई चाहिँ अलिक च्यालेन्जलाई इन्भाइट गरिरहेको छ। मलाई अलिकति बाहिरको अडियन्समाथि चाहिँ धन्य छु, हाबी रहेछ कुल भयो भन्ने भयो भनौँ न। यदि मेरै चर्चा भइरहेको छ भने त हाबी रहेछ कुल भयो भन्ने भयो। मभन्दा अर्को कलाकारले भन्नुभयो भन्नुभयो नि त हजुरले, म उहाँहरूलाई पनि राम्रो भन्छु कि उहाँहरूको पनि राम्रो होस्। म टिकटकर एज ए टिकटकर भएर के भयो त होइन, म आएँ आफ्नो मेहनत गरेर आएँ, अहिले गरेर देखाइयो। 51 डेज चल्यो। अफर आएको छ कि आएको छैन सँगै एउटै फिल्ममा चाहिँ? सँगै चाहिँ आएको छैन सँगै छैन, सँगै अहिले गरिँदैन होला सँगै मेरो त्यस्तो छैन। म कुल बय नै हो अहिले पनि होइन, पारसरम ठकुरी हुन बाँकी नै छ हजुर। अहिलेसम्म पनि हजुरहरू पनि कुल बय नै भनेर चिन्नुहुन्छ। तपाईलाई चाहिँ चलचित्र या टिकटक रोज पर्यो भने कुन रोज हुन्छ? म त दुईटै रोज्छु, तर एउटा रोज्न चाहिँ म टिकटकै रोज्छु। सन्तोष बानिया, रोमितजन पाण्डे, सन्तोष बानिया सशक्त उपस्थिति जनाउनु भएको छ होस्टेल 3 मा र यो चलचित्रबाट उहाँले नेपाली चलचित्र क्षेत्रमा पनि सशक्त उपस्थिति जनाउनु भएको छ। हार्दिक बधाई र शुभकामना सहित यो प्रशंसा पत्र हामी सन्तोषजीलाई प्रदान गर्छौँ र साइडमै रहिदिनु अनुरोध गर्छौँ लिइसके पछाडि नै। त्यसैगरी अर्को सशक्त कलाकार अहिले त 2टा सिनेमा हलमा रिलिज भइरहेछ सँगसँगै। सन्तोषलाई म साइडमै उभिदिन अनुरोध गरेँ एकैछिन है। हेमा नगरकोटी अत्यन्तै धेरै प्रभावशाली थिएटरको अनुभव लिएर चलचित्रमा आउनु भएको छ र चलचित्रमा पनि धेरै ठुलो सम्भावना उहाँले देखाइसक्नु भएको छ। हेमा नगरकोटको लागि मैले तालीको अपेक्षा गरिरहेको छु। हार्दिक धन्यवाद। त्यसैगरी अर्को सशक्त कलाकार जसले चलचित्रमा आउन साथ र नेपाल छिर्न साथ आगो बढ्नु भएको छ पदम तामाङ। तर आज उहाँ उपस्थित हुनुहुन्न, हामी हार्दिक धन्यवाद। पदमजीको यति व्यस्तता बढेको छ कि आज यत्रो कार्यक्रममा पनि उहाँ आउन भ्याउनु भएन, नेपालभन्दा बाहिर हुनुहुन्छ। पदमजीलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यो प्रशंसा पत्र प्रदान गर्दछौँ। त्यसैगरी अर्को सशक्त कलाकार र व्यस्त भइसक्नु हो, सुटिङतिरै हुनुहुन्छ क्या हो, रिहान गिरी। तराईतिर सुटिङमा लुक्स आएको थियो नि एउटा अर्कै जस्तो देखिएर बहुत प्रतिभाशाली कलाकार, विभिन्न रोलहरूमा उहाँले सशक्त अभिनय गर्न सक्नुहुन्छ भन्ने देखाइसक्नु भएको छ। गायक समेत हुनुहुन्छ रिहान गिरी, हामी हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। त्यसैगरी म अर्को सशक्त कलाकार, गजबको संयोग आज घरभित्रबाटै दिने घरभित्र नै लिने आशिष घिमिरे। अब धुन्धुकारी भनेर त हामीले धेरै हेऱ्यौँ, फेरि यता चलचित्रमा आएर पनि सफल भइहाल्यो, जता छ उतै आशिष घिमिरे सशक्त कलाकार, सशक्त उपस्थिति, सशक्त डेब्यू। टेक्निकली त्यो सर्टिफिकेट जसको पऱ्यो भने त्यो आशिषको हार्दिक बधाई, धन्यवाद, शुभकामना आशिषलाई। नेपाली चलचित्र क्षेत्रमा स्टारहरूको जन्म गराउने
चलचित्र सिरिजको रूपमा परिचित होस्टेल श्रृङ्खलाको तेस्रो श्रृङ्खला होस्टेल 3 ले पनि केही सशक्त कलाकारहरू यो क्षेत्रमा प्रवेश गराइसकेको छ। त्यो मध्ये 3 जना त हामी साइडमै देखिरहेछौँ, 3 जना अरूको हामीले नाम लिइसक्यौँ जो आज अनुपस्थित हुनुहुन्छ र अर्को 2 जना त्यस्तै सशक्त कलाकार पनि इन्डस्ट्रीले पाएको छ। पहिले म बोलाउन चाहन्छु सिमरन पन्त। दलिलो उपस्थिति छ होस्टेल 3 मा र यो चलचित्रबाट उहाँले प्रवेश गरी अत्यन्तै सुन्दर अभिनय, सशक्त अभिनय गरी सम्भावना देखाएको अभिनेत्रीको रूपमा उहाँ परिचित भइसक्नु भएको छ। थुप्रै अफरहरू पनि आइरहेछ सिमरनलाई। बधाई छ, शुभकामना छ। म सिमरनजीको सर्टिफिकेट प्रशंसा पत्र प्रदान गर्न चाहन्छु। त्यसै गरी अब नाम नै काफी छ, खुब पारस बमथकुरे अभिनेताको रूपमा नेपाली चलचित्र उद्योगमा आफ्नो बलियो छाप बनाइसक्नुभयो। पहिलो चलचित्रबाट नै सामाजिक रूपमा उहाँले विभिन्न सामाजिक सञ्जालहरूबाट समाज रूपान्तरणको लागि विभिन्न कन्टेन्ट क्रिएट गर्दै आफूलाई आम नेपालीहरूमाझ अत्यन्तै सुप्रसिद्ध बनाउनु भएका कुल बय चलचित्रको अभिनेता बनेर अहिले सक्सेस हुनुभएको छ। पारसलाई धेरै बधाई र आगामी दिनको धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। चलचित्रमा पनि विशेष उपस्थिति जनाई चलचित्रलाई सफल बनाउनमा महत्त्वपूर्ण योगदान गर्नुभएका आदरणीय केदार प्रसाद घिमिरेज्यू यो प्रशंसाको हकदार हुनुहुन्छ र यो चलचित्र बन्नुमा सबभन्दा ठुलो साथ दिने मध्ये एकजना केदार प्रसाद घिमिरेज्यू पनि हुनुहुन्छ। पैसा लगानी गर्नु मात्रै चलचित्र बन्नु होइन, साथ लगानी गर्नु, सहयोग लगानी गर्नु, विश्वास लगानी गर्नु पनि चलचित्र बन्नु हो। यस चलचित्रको स्क्रिप्टलाई विश्वास गरेर आफ्नो सुपुत्र आशिष घिमिरेज्यूलाई यो चलचित्रमा कास्ट गर्नको लागि उहाँले ठुलो योगदान गर्नुभएको छ, हामीलाई सहयोग गर्नुभएको छ। बिग्रेको ठाउँमा उहाँले बसेर स्क्रिप्टमा सच्याउन पनि मद्दत गर्नुभएको छ र यो चलचित्र यसरी बनाउनुपर्छ भनेर एउटा रूपरेखा दिनको लागि पनि उहाँले ठुलो सहयोग गर्नुभएको छ। यो सम्पूर्ण कुराको लागि केदार प्रसाद घिमिरेज्यूलाई सबैले सम्मान स्वरूप मैले तारिफ अपेक्षा गरेँ र अब पछिल्लो समय त उहाँलाई भ्याइ नभ्याइ छ। धन्यवाद छ र सबैजनालाई नमस्कार छ। र यो चलचित्र होस्टेल 3 ले चाहिँ 51 दिन पुरा गरेको उपलक्ष्यमा यसमा आबद्ध सम्पूर्ण कलाकार, प्राविधिक लगायत जो योसँग जोडिनु भएको छ, निर्देशकज्यू लगायत सबैलाई धेरै धेरै बधाई भन्न चाहन्छु र साथसाथै धन्यवाद पनि छ मेरो छोरा लगायत धेरैका छोराछोरीको भविष्य जोडिएको यो चलचित्र। यो ठिकै भयो, चित्त बुझाउनु पर्थ्यो होइन। यो जहाज पार लगाइदिनु भयो, त्यसको लागि निर्देशक ससम सर लगायत सम्पूर्ण टिमलाई म धेरै धन्यवाद पनि भन्न चाहन्छु। सबभन्दा पहिले जसरी यो कुरा लिएर आउनु भएको थियो, अब एकदम चलचित्रहरू कुनै उत्रिन्छन्, कुनै बिग्रिन्छन्, ठुलो त्रासको बिचमा यो कुरा भइरहेका थियो, तर यसलाई चाहिँ पार लगाएरै छोड्नु भयो। त्यसको लागि हामी आभारी पनि छौँ। र अर्को विशेष गरी यो अहिले त माइक समाएको डर लागिरहेको छ, के बोलिएला ट्रोल होला कि गाली खाइएला कि के भइरहेको जस्तो। एकदम नेपाली समाजमा नेपाली दर्शकहरू बिचमा पनि ध्रुवीकरणको अवस्था देखिरहेको छ। त्यसैले म धेरै बोल्न चाहन्न। सबैजनालाई धन्यवाद, सबैप्रति आभारी छु। शुभकामना, शुभेच्छा निर्माता, निर्देशक लगायत सबैलाई। मेरो अहिले चाहिँ खास मैले अलिक घडी देखाइरहेको कारण चाहिँ त्यहाँनिर चाहिँ लुक टेस्ट भइरहेछ माइतीका चलचित्रको, अनि त्यहाँ मेरो एक लट फोटो खिचेर अनि म फेरि आइहाल्छु है भनेर आएको, त्यहाँ पर्खिरहनु भएको छ साथीहरू। त्यसैले मलाई सेवा गर्नु होला, म गइहाल्नु पर्ने पनि छ। धन्यवाद, नमस्कार। यहाँ दुवैजनालाई धेरै धेरै स्वागत छ र धेरै धेरै बधाई। धन्यवाद।
कसरी लिनु भएको छ यो सम्मानलाई यहाँ पार्सीबाट? यो अब खुसी छौँ 51 दिनसँगै मनाउन पाइयो हजुर पनि सँगै हुनुहुन्छ अनि 51 डेजसम्म मुभीलाई पुऱ्याइदिनु भयो त्यसको लागि अडियन्सलाई धेरै धेरै धन्यवाद अनि हाम्रो टिमले पनि राम्रो मेहनत गरेको थियो टिमलाई पनि धेरै बधाई छ कङ्ग्रेचुलेसन हामीलाई भन्दा पनि सबै टिम होल टिमलाई कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु त्यही नै हो एकदम ग्रेटफुल छु फर्स्ट अफ अल त अनि हाम्रो एन्टायर होस्टेल 3 टिमलाई नै कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु यहाँहरूको चाहिँ रिलेसन कस्तो छ? राम्रो छ रिलेसन चाहिँ बाहिर आएको जस्तो त होइन कस्तो बाहिर भन्नाले ए लभ सब परेवाला त्यस्तो छैन त्यस्तो त छैन राम्रो साथी हो सबैले त्यही क्वेसन सोध्नुहुन्छ कि रिलेसन कस्तो छ लभ कस्तो छ माया कस्तो छ त्यस्तो केही पनि छैन मुभीमा जोडिनु भन्ने बित्तिकै लभ छ धेरै पछि भेटेका छौँ कुराकानी भइरहन्छ आइहाल्यो त हुन्छ आइहाल्यो वाट्सएप कहिलेकाहीँ आइहाल्यो हुन्छ अनि त्यो मुभीकै कुराहरू के छ कस्तो छ के गरिरहेको छ भन्ने कुराहरू त भइहाल्छ नि साथी त फ्रेन्ड त सकिहाल्यो त बसिन्छ यहाँभन्दा अगाडि यहाँहरूले धेरै कुरा गरिसक्नु भएको छ होइन मिडियासँग आज हामी केही रमाइलो कुराहरू गरौँ सेटको कुराहरू गरौँ सेटमा एकदमै फन गर्ने व्यक्ति चाहिँ को हो? पदम दाइ ऊ पनि एकदम फनवाला मान्छे नै हो फन गर्ने जस्तो यो अनुहारमा लुकेको छ धेरै फन होइन ठिक छ फन त गर्छु म कहिले भेट्नु न बाहिर फन लभिङ पर्सन हो हजुर मेन त पदम दाइ नै हो पदम दाइले रमाइलो गर्ने पदम दाइ यहाँ उभिनु भने नि हाँस उठ्छ क्या दाइको मुखहरू हाउभाउ बडी ल्याङ्ग्वेज अनि कुरा पनि अब हँसाइराख्नुहुन्छ कि बेला बेलामा त्यही भएर फन मेन चाहिँ पदम दाइ नै हो त्यो पनि पदम दाइ नै हो पदम दाइको चाहिँ के भने हिन्दी लाइक उतातिरको त्यो सिक्किमिज भाषा हुन्छ नि त त्यही भएर हो नभए त त्यस्तो टेक खाने त कोही पनि थिएन नभए सेमै हो उसले भनेको कुरा हामी एउटै मुभी हो नि त एउटै मुभी भएपछि एउटै एन्सर होला थियो प्र्याङ्क त त्यस्तो प्र्याङ्क भएन अनि सेटमा चाहिँ कतिको हुन्छ नि एकदमै गुड है उसको चाहिँ कस्तो राम्रो रहेछ भन्ने हुन्छ नि त कहिलेकाहीँ आफ्नै मुखबाट पनि तारिफ निस्किन्छ नि त त्यस्तो चाहिँ कुन भेटाउनु भएको थियो एकअर्का बाहेकै त्यो त आशिष पनि एकदम अब हेना थिएटर ब्याकग्राउन्डको उसले राम्रो गरि नै हाल्छ एज एक्सपेक्टेड नै थियो होइन हामीलाई थाहा थियो अनि आशिष पनि अब फिल्मी ब्याकग्राउन्डको छ आशिषले पनि राम्रो गर्छ नै थियो तर मलाई चाहिँ साँच्चीकै नै आशिषको चाहिँ एकदमै मन पऱ्यो क्यारेक्टर नै एकदमै मन परेको अनि अलिकति अचम्म लागेको अलिकति धेरै नै राम्रो गर्यो भने चाहिँ रेहानको चाहिँ हामीले किनभने ऊ चाहिँ अलिकति लाइटली हरेक कुरा लाइटली लिन्थ्यो तर उसले चाहिँ धेरै मेहनत गर्यो क्या पछिको टाइममा गएपछि वर्कसपको बेलामा अनि सेटमा गएपछि काम हेर्दाखेरि चाहिँ फेरि रेहानले चाहिँ धेरै राम्रो गर्यो रेहान मेरो सबै नै राम्रो गर्नुभयो सबैजनाले नै जसरी सबैजनाले बोल्नुभएको थियो मलाई चाहिँ होइन तर तपाईँले बोलेकोमा चाहिँ पछाडि तारिफ गर्नुभएको थियो राम्रो बोल्नुभयो भनेर चाहिँ लाइक त्यस्तो सबैको भनौँ न सबैको उति नै हो सबैले राम्रै गरिराख्नु भएको थियो हाम्रो सबै आर्टिस्टको एउटा संयोग मिलेर पनि होला सबैको एउटा एनर्जी मिलेर पनि होला सबैको नै राम्रो थियो तारिफ योग्य नै छ भनौँ न सबैको कामै सबैलाई म धेरै नै रेस्पेक्टफुल्ली तारिफ गर्न चाहन्छु उहाँहरूलाई एकदम पार्सीसँग काम गर्न कतिको सजिलो भयो यहाँले सजिलै भयो अब त्यस्तो गाह्रो त उसले कहिले पनि त्यस्तो क्रिएट चाहिँ गरेन जे उसले सपोर्ट चाहिँ गर्थ्यो सिमरन यसरी गर मतलब अलिकति एनर्जी कम भइरहेको छ भने पनि यसरी गर भनेर सिकाउँथ्यो अब सबैभन्दा धेरै मैले स्क्रिन सेयर गरेको उसँग हो नि त हेना र उसँग अनि हेना पनि त्यत्तिकै सपोर्टिभ थियो हेनाले पनि मलाई धेरै कुराहरू सिकायो उसले पनि धेरै सिकायो सजिलो भयो त्यस्तो अप्ठ्यारो यसले गर्दाखेरि मलाई काम गर्न गाह्रो चाहिँ कसैले गर्दा पनि भएन मलाई चाहिँ इन्टरभ्यू लिन गाह्रो भयो कि पार्सी म होइन अलिकति सिरियस मुडमै छु म हल्का सिरियसै हुनुपर्छ जस्तो लाग्यो होइन त्यही भएर हाँसेर हजुर होइन रिसाउनु त कहाँ म रिसाउने त कुरा त हुँदै हुँदैन म कसैसँग रिसाउँदै रिसाउँदैन हजुर हजुर यस्तै नि हजुर हजुर हाम्रो फर्स्ट इन्टरभ्यू हो यो हजुरले मेरो पहिलो लिनु भयो दाइहरूलाई सोध्नु कस्तो छ अनि त्यही भएर अलिक नर्भस अघि त्यो दिदी पनि मसँग नर्भस हुनुभयो होइन मेरो हेराइ नै त्यस्तै छ अरे किलर हेराइ नै नर्भस
ठिक छ होइन फर्स्ट टाइम भेट्दाखेरि त त्यही लागेको थियो अलिकति अब हेरिरहेको सोसियल मिडियामा चाहिँ अलिकति ऊ जिस्किने ओर्ने खालको थियो नि त तर रियल लाइफमा फर्स्ट टाइम भेट्दाखेरि चाहिँ अलिक सिम्पल चुप्पो लाएर बसिरहेको थियो एक्लै अनि ठिक छ त्यस्तै लागेको थियो मुभीको कुरा गरौँ भने सम्मान पाउँदाखेरि यहाँले चाहिँ कस्तो फिल गर्नुभयो त्यो पनि डेब्यू गर्दा एकदमै ओभरवेल्म फिल भयो किनकि आज 53 डेज पुगिसक्यो होइन फर्स्ट मुभी 53 डेज भनेको एकदम ठुलो कुरा हो हाम्रो लागि एकदमै धेरै नै ठुलो कुरा हो सो मैले चाहिँ अब त्यो सपना जस्तो पनि लागिरहेको थियो बोल्नलाई पनि नर्भस फिल भइरहेको थियो यति धेरैजना मान्छेको अगाडि अनि जे होस् खुसी छु एकदमै तपाईँलाई मुभीको अफर पनि अहिले त ब्याक टु ब्याक आइरह्यो होला त्यस्तो ब्याक टु ब्याक भन्ने त त्यस्तो त छैन उसलाई चाहिँ आइरहेको छ 2-3 दर्जन जस आइरहेको छ अफर चाहिँ हजुर हजुर साइन गर्ने मुडमा हुन्छ कि साइन भन्दा पनि पहिला आफूमा के कमजोरी छ त्यसलाई पहिला अलिकति काम गरौँ आफूलाई अलि योग्य बनाऊँ अनि अगाडि बढौँ भन्ने नै छ कस्तो फिल्म गर्न मन छ सिमरनजीलाई चाहिँ मलाई चाहिँ अलिक च्यालेन्जलाई इन्भाइट गरिरहेको छ मलाई अलिकति च्यालेन्जिङ म रियल लाइफमा जस्तो छु त्योभन्दा पनि भिन्नै अलिक डिफ्रेन्ट खालको क्यारेक्टर गर्न मन लागिरहेको छ मलाई अब अफर्सहरू त त्यही हिरो हिरोइन लभ स्टोरी मुभिजहरू त्यस्तै कस्तो खालको च्यालेन्ज यहाँले मलाई खुसी हुन्छ अलिकति डिफ्रेन्ट अलिकति अब भने त मभन्दा डिफ्रेन्ट क्यारेक्टर जुन चाहिँ सिमरन पन्तभन्दा फरक खालको त्यस्तै पारसी तपाईँ एज अ हिरो बनेर अगाडि चिन्न चाहनुहुन्छ कि एज अ कलाकार है म भनेर चाहिँ अगाडि चिन्न चाहनुहुन्छ मैले त आफ्नो काम गर्ने हो होइन जस्तो निर्देशन जस्तो आउँछ निर्देशकजीको निर्देशन जस्तो आउँछ त्यही तरिकाले म काम गर्छु अब मान्छेहरूले हिरो लिनुहुन्छ कि कलाकार लिनुहुन्छ उहाँमा भर पर्छ भनौँ न होइन हिरो भनेको पनि कलाकार नै हो जस्तो लाग्छ मलाई चाहिँ जसले अब हामीलाई त हिरो भन्न चाहिँ त्यस्तो जरुरत छैन सुरुमा चाहिँ है हिरो चाहिँ मलाई चाहिँ नभन्दा ठिक किनकि हिरो म होइन हिरोहरू त सोसल वर्क गर्ने मान्छेहरू उहाँ पुलिसहरू जो पब्लिक सर्भिसमा लागिराख्नु भएको छ ट्राफिकहरू डक्टर्सहरू अनि भनौँ न उहाँहरूलाई भन्नु होला म चाहिँ अहिले भर्खर इन्ट्री भइरहेको छ राम्रोसँग अझै गर्ने बाँकी छ चिन्ने बाँकी छ हजुरले त हजुरसँग त आज फर्स्ट टाइम भेट भयो होइन आगामी दिनमा अझै हजुरसँग भेट्नै बाँकी छ होइन त्यही हो अब आफ्नो चाहिँ काम गर्दैछु बिस्तारै भनौँ न आगामी दिनहरूमा अझै राम्रो बेटर भेटेर आउँछ अहिले जिम पनि जानुहुन्छ कता देखिरहेको हुन्छ मैले भिडियो जिम त जानु पऱ्यो त अब मिहिनेत गर्ने टाइम आइसक्यो जस्तो लाग्छ मिहिनेत गर्छु हेरौँ एक्सन मुभी यस्तो टाइपको आयो भने खेल्ने भन्ने कता न्युज पनि देखिरहेको थिएँ मैले त्यो जस्तो चियो चर्चाको दाइले भन्दा हुन्छ त्यसलाई विजय सरले अब त्यस्तै भनौँ न अब आफूलाई मलाई चाहिँ त्यस्तोमा चाहिँ गर्न मन छ अब नेक्स्ट मुभी चाहिँ त्यस्तो टाइपको गर्न मन छ तर अफरहरू सबै क्यारेक्टरहरूको आएको छ सबै भनौँ न यस्तो गरेर गर्न जान्छ त्यो चाहिँ अहिले म नै हतार चाहिँ गरेको छैन हामीले मार्केटमा सुनिरहेको कुरा चाहिँ जस्तो टिकटकरले गर्दा मुभी चल्यो या टिकटकर मात्र भएर चाहिँ मुभीको कुराहरू बढी चर्चामा आयो भन्ने कुराहरू अरू कलाकारहरूको पनि गुनासो थियो कि यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ अरू कलाकारहरूको गुनासो मतलब को कलाकार हुनुहुन्छ अरू कलाकारहरूको हुन्छ हो त्यस्तो होइन म त सब वेल विसर छु मार्केटमा मात्र त्यही चल्यो नि त टिकटक भएको पारसको तर त्यहाँ त थिएटर आर्टिस्टहरू पनि त हुनुहुन्थ्यो नि त आएको कुराहरू बाहिर निस्किएन तपाईँ भएको घरमा पनि हाइलाइट भयो नि त होइन त्यसको लागि त भनौँ न त्यसको लागि त म धन्य छु भनौँ न बाहिरको अडियन्समाथि चाहिँ धन्य छु हाबी रहेछ कुल भयो भन्ने भयो भनौँ न यदि मेरै चर्चा भइरहेको छ भने त हाबी रहेछ कुल भयो भन्ने भयो त्यस्तो भएन म त सबैको वेल विसर छु होइन सबैको वेल विसर म सबैलाई माया गर्छु सबैलाई म रेस्पेक्ट गर्छु मभन्दा अर्को कलाकारले भन्नुभयो नि त हजुरले म उहाँहरूलाई पनि राम्रो भन्छु कि उहाँहरूको पनि राम्रो होस् गर्दै जानुहोस् अझै होइन म टिकटकर एज ए टिकटकर भएर के भयो त होइन म आएँ आफ्नो मिहिनेत गरेर आएँ अहिले गरेर देखाइयो 51 डेज चल्यो आफ्नो डेब्यू मुभीमा यस्तो राम्रो रेस्पोन्स पाएँ अडियन्सको यो चाहिँ राम्रो कुरा होला नि त होइन त्यसैले मलाई त्यस्तो भन्नुहुन्छ भने मलाई नराम्रो चाहिँ छैन माया छ सबैलाई होइन सबैलाई रेस्पेक्ट छ राम्रो अझै गर्दै जानु होला उहाँहरू पनि म पनि आफ्नो तर्फबाट गर्दै जान्छु तपाईँ टिकटकबाट पनि चर्चामा आउनुभएको र अहिले चलचित्र गरिराख्दा पनि चर्चामै हुनुहुन्छ हजुर तपाईँलाई चाहिँ चलचित्र या टिकटक रोज्नु पऱ्यो भने कुन रोज्नुहुन्छ म त दुइटै रोज्छु तर एउटा रोज्न चाहिँ म टिकटकै रोज्छु
मेरो अडियन्स छ त्यहाँ मान्छेहरू छ भोलि हजुरले पनि यो गरेर कता हाल्नुहुन्छ टिकटकमै होइन त्यहाँ देख्नुहुन्छ माया गरेको मान्छेहरूले देख्नुहुन्छ होइन यो त टिकटकै लागि गरिराख्नु भएको छ होइन त्यहाँबाट पनि वाइड एक्सपोजर पाइन्छ जस्तो लाग्छ अनि त्यहीँबाट उदाएको भएर नै त्यो अडियन्स चाहिँ मेरो लागि प्यारो छ अहिले चलचित्रको अझै बन्न बाँकी छ म चलचित्रको भइसकेपछि एक दिन हुन्छ होला अवश्य माया त दुइटैलाई छ तर पहिला पुरानो दिन विगतको दिन चाहिँ बिर्सिनु हुँदैन जस्तो लाग्छ पारसजीलाई चाहिँ होस्टेल पछि होइन आफूमा आएको चेन्जेस चाहिँ के पाउनु भएको छ होल अब समाजमै साथीभाइहरू माया गरिराख्नु भएको छ सबैजनाले राम्रो भनिराख्नु भयो अनि त्यही हो आगामी दिनहरूमा अझै खतरा कुराहरू गर्न पाऊँ यो डिसिप्लिन पनि बनायो भनौँ न फिल्म लाइन मुभीको लाइनले डिसिप्लिन बनायो बिहान उठ्ने आफ्नो कामहरू गर्ने होइन अनि त्यही हो मेन कुरा चाहिँ डिसिप्लिन पनि सिकायो मेहनत भनेको के हो मेहनत कसरी गर्नुपर्छ भन्ने कुरा पनि सिकायो अनि त्यसको लागि धेरै धन्य छु म होस्टेल टिमको तर्फ तपाईँ जस्तो टिकटकबाट तपाईँ जति चिनिनुहुन्थ्यो जुन एउटा छवि थियो तपाईँको होइन होस्टेल टिमले चाहिँ के कुरामा चाहिँ परिवर्तन ल्याए जस्तो लाग्छ अहिले तपाईँलाई त्यस्तो केही पनि त्यस्तो छैन म कुलबाई नै हो अहिले पनि होइन पारससँग ठकुरी हुन बाँकी नै छ हजुर अहिलेसम्म पनि हजुरहरू पनि कुलबाई नै भनेर चिन्नुहुन्छ सबैले कुलबाई नै भनेर चिन्नुहुन्छ होइन म चाहिँ त्यसमा धन्य छु स्टेज नेम छ एउटा ठाउँमा पुगिसकेपछि एउटा ठाउँमा चढिसकेपछि कसैले चिन्ने नाम छ एउटा त्यसमा नै धन्य छु त्यस्तो डिफ्रेन्स चाहिँ त्यस्तो केही पनि छैन डिफ्रेन्स होला एक दिन कुनै म राम्रो तरिकाले सिकेर आउँला राम्रो तरिकाले म पर्फर्म गर्न सकौँला त्यो दिन चाहिँ डिफ्रेन्स होला फिल होला मलाई चाहिँ होइन अहिलेसम्म चाहिँ म अहिले कुलबाई नै छु अझै मेहनत जारी मेहनत गर्नु बाँकी छ पैसा चाहिँ कहाँ बढी कमाइ हुँदो रहेछ टिकटक कि मुभी पैसा कमाइ समय भन्दा पनि आफूले मेहनत चाहिँ केसमा बढी गर्ने हो भन्ने फिल लाग्यो मलाई चाहिँ कुन ठाउँले धेरै सिकाउँछ भन्ने कुरा लाग्यो टिकटकले मलाई यहाँसम्म डोरायो टिकटकले पनि धेरै कुराहरू सिकाएको छ मैले भिडियोहरू कस्तो बनाउँछु भनेर एकचोटि हेर्नुभएको छ छैन मेरो भिडियोहरू हेर्नुभएको छ के गर्छु मैले अरू हेर्नुपर्छ भिडियोहरू पहिला रिसर्च गर्नुहोस् होइन पहिला मेरो भिडियो कस्तो हुन्छ मैले कति मेहनत गर्छु के गर्छु भनेर हेर्नु एकचोटि त्यो प्लेटफर्मले पनि मलाई धेरै कुरा सिकायो अहिले आएर मुभी क्षेत्रमा चाहिँ के भयो भन्दाखेरि म आएर जुन अहिले अन्तर्वार्ता पनि दिइरहेको छु यो कुराहरूले पनि धेरै मलाई डर भइरहेको छ के पो बोलाउँला होइन अहिले म बोलिसकेपछि भोलिको दिनमा मान्छेहरू त होइन खेदो गर्ने मान्छेहरू त हुन्छ होइन कसैले के भन्ला सबैले एउटा कुरा मन पर्ला भन्ने छैन यो कुराहरूले पनि मलाई धेरै कुराहरू एक्सपिरियन्स गर्न पाइरहेको छु न्यू थिङ प्लस मुभीले पनि मलाई भने त डिसिप्लिन हुन सिकायो धेरै कुराहरू फेस गरेँ मैले अनि त्यही हो भनौँ न त्यो पैसा कसले कुन ठाउँबाट के पैसा कमाइन्छ कुन ठाउँबाट के पैसा कमाउनु चाहिँ त्यो आफ्नो मेहनतमा भर पर्छ जस्तो लाग्छ मेहनत जहाँ धेरै बढी त्यहाँ धेरै पैसा हजुर सिमरनजीको चाहिँ लाइफमा के चेन्ज आएको छ यो होस्टेल टिम पछि चाहिँ मेरो त चेन्जेस भन्दा पनि पहिला जस्तो थियो त्यस्तै नै छु मान्छे होइन तर अब मलाई चाहिँ पर्सनली के लाग्यो भन्दाखेरि पहिला होस्टेल गर्नुभन्दा अगाडि चाहिँ एक्टिङ सिक्नु एक्टिङ जान्नु इम्पोर्टेन्ट हो जस्तो लाग्थ्यो होइन तर अब होस्टेल गरिसकेपछि चाहिँ एक्टिङ सँगसँगै डान्स आफ्नो बडी मेन्टेन सबै डिसिप्लिन सबै कुरा इम्पोर्टेन्ट रहेछ जस्तो लाग्छ त्यही भएर म गरिरहेको छु आफूमा काम गरिरहेको छु आफूलाई अझै बेटर बनाउन ट्राई गरिरहेको छु तपाईँको जोडी पनि हिट भयो होइन अब फेरि सँगै अफर आएको छ कि आएको छैन सँगै एउटै फिल्ममा चाहिँ सँगै चाहिँ आएको छैन सँगै छैन सँगै अहिले गरिँदैन होला सँगै मेबी अझै वेट हुन्छ होला अडियन्समा होइन हामीलाई अझै राम्रो तरिकाले देखौँ भनेर होइन इच्छुक हुनुहुन्छ होला अडियन्स पनि त्यसले वेट गराइरहेको छौँ अब हेरौँ कहिले मेसेज जुड्छ भगवान्ले कहिले जुराउनुहुन्छ अफकोर्स छ किन नहुने अफकोर्स भइहाल्छ नि पारसजीलाई चाहिँ अब कोसँग खेल्न मन छ नेक्स्ट मुभी केहीसँग होल्ड गर्ने भन्नुभयो होइन होइन त्यस्तो भन्दा पनि अब हिरोइनै नभएको मुभी पनि बन्छ होइन हिरोइनहरू भएको मुभी पनि बन्छ अब निर्देशक को पर्नुहुन्छ होइन निर्माता को पर्नुहुन्छ उहाँहरूले नै दिने अब निर्देशनहरूमा हामीहरू काम गर्ने हो मलाई जुन भयो भने जे भयो भने हुन्छ मसँग राम्रो देखिनु पऱ्यो मसँग राम्रो जोडी सुहाउनु पऱ्यो मसँग कोअपरेटिभ त्यस्तो छैन अहिले नभन्नु होला भाइ हजुर होइन नबनाऊँ होला अहिलेको हुनुहुन्छ त जल्दबल्दहरू उहाँहरू नै होला भनौँ न हजुर धेरै हुनुहुन्छ उहाँहरू त्यस्तो छैन प्लिज त्यस्तो छैन त्यो भने नबनाऊँ कि अहिले फेरि हुन्छ हजुर सिमरनजीलाई चाहिँ अब के छ कुलबाईसँग त अब केही समय पछि फेरि पक्कै पनि फेरि आइहाल्नुहुन्छ होइन अब चाहिँ कोसँग गर्नु मन छ त्यसरी सोचेकै छैन
लाग्छ जस्तो लाग्छ अब त्यो त थाहा छैन होइन त्यस्तो कुरा चाहिँ तर मैले चाहिँ त्यसरी सोचेको छैन अब भोलिको दिनमा डिरेक्टरहरूले कस्तो मुभी पो अप्रोच गर्नुहुन्छ मलाई कस्तो पो मुभीहरू गर्न मन लाग्छ अब मुभी अनुसारको क्यारेक्टर्सहरू हुन्छ त्यही भएर त्यसरी सोचेको छैन जोसँग गर्न पनि म रेडी छु जस्तै होस्टेल अब अन्तिममा होइन जस्तो होस्टेलको चाहिँ प्रायः हेर्ने हो भने हामीले अब फेरि अर्को पार्टमा चाहिँ रिपिटेड देख्दैनौँ होइन तपाईँहरूले होस्टेल 4 त पक्कै बन्छ केही समय केही वर्षमा त बनिहाल्छ वो फेरि खेल्न पाए हुन्थ्यो दोहोरिन पाए हुन्थ्यो भन्ने चाहिँ कतिको लोभ छ यो सफलता पाइसकेपछि होस्टेल 4 मा चाहिँ खै अब पहिल्यैदेखि हेर्दै आउँदाखेरि चाहिँ रिपिट हुनुभएको छैन नयाँ कलाकारहरूलाई चाहिँ प्लेटफर्म दिने चाहिँ एउटा ब्यानर हो भनेर चिनिन्छ हामीले सबैजनाले त्यसैले मेबी कोही नयाँ कलाकारहरू आउनुहुन्छ होला त्यति बेलासम्म नयाँ कोही सिर्जना हुन्छ नयाँ कोही उत्पन्न हुनुहुन्छ होला त्यही हो सफलता पाइसकेपछि मलाई पनि फेरि होस्टेल 4 मा जोडिनु पाए हुन्थ्यो भन्ने आउँछ कि आउँदैन होस्टेलले चाहिँ नयाँ कलाकार जन्माइरहेको हो अरूलाई पनि अलिकति दिउँ भन्ने हुन्छ अरूको लागि नि केही भाग छुटाम भन्ने हुन्छ अब होस्टेल 4 भन्दा नि अरू केही यो टिमले अरू केही बनायो भने सायद जोडिन्छ होला नेक्स्ट टाइम ओके हस् थ्याङ्क यू सो मच यो टाइम अन्त्यमा छ के भन्न चाहनुहुन्छ अडियन्सलाई भन न धेरै धेरै धन्यवाद भन्न चाहन्छु अडियन्सहरूलाई हामीलाई यति धेरै सपोर्ट गरिदिनु भयो हाम्रो फर्स्ट मुभीमा हामीले गरेको कामलाई मन पराइदिनु भयो त्यसको लागि धेरै नै ग्रेटफुल छौँ र अगाडिको दिनमा हजुरहरूलाई यस्तै राम्रो राम्रो मुभिजहरू गरेर एन्टरटेन गर्न पाइराखौँ भन्न चाहन्छु त्यही हो म हजुर 51 डेज आज 51 दिन मनाइयो 51 दिन मनाउने बेला आउने बेलासम्म जुन साथ सपोर्ट हजुरले देखाउनु भयो माया जुन देखाउनु भयो हाम्रो पुरै टिमतर्फ उहाँहरू त्यसको लागि पनि यहाँहरू सबैजनालाई एकदम धन्यवाद छ प्लस मिडियाकर्मी मिडिया जति पनि जना फिल्डमा हुनुहुन्छ जसले हामीलाई डे 1 देखि आज डे 51 डे 53 भयो खासमा 53 सम्म पुगाउनु भयो हामीलाई हजुरहरू सामु पब्लिक सामु पुगाइराख्नु भएको छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद साथै टिममा हुनुहुने जति पनि जना मेम्बर हुनुहुन्छ हाम्रो डाइरेक्सन डिपार्टदेखि लिएर लाइट्सदेखि लिएर प्रोड्युसर डिपार्टदेखि लिएर हाम्रो किचनदेखि लिएर सबै मेकअपदेखि लिएर ड्रेसदेखि सबजना टेक्निकल टिम सबैजनालाई चाहिँ एकदम माया छ आशा छ आगामी दिनहरू पनि हजुरहरूसँग फेरि भेट होस् फेरि अर्को नयाँ कुराहरू गर्न पाऊँ अनि त्यही हो सबैजना साथ भएरै आजसम्म यहाँसम्म पुगे जस्तो लाग्छ थ्याङ्क यू सो मच